हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। स्वागत छ हजुरहरूलाई मेरो सानो मिनी ब्लगमा। आज चाहिँ म आफ्नो रुम सफा गर्नतिर लागेँ। धेरै दिनदेखि मेरो रुम चाहिँ अस्तव्यस्त नै थियो। सोचेँ एक्लै सफा गर्नुभन्दा हजुरहरूलाई पनि सँगै लिएर सफा गरौँ भनेर पहिला चाहिँ मैले यताउति छरिएको सामानहरू टिपेँ अनि झ्याल खोलेँ। बिहानीको घाम चाहिँ मेरो सधैँ बेडमा पर्छ, त्यही भएर झ्याल खोलिसकेपछि मैले तन्नाहरू मिलाइसकेपछि सिरानीहरू पनि आफ्नो ठाउँमा राखिदिएँ। ब्ल्याङ्केटहरू पनि मिलाएर राखेँ, आफ्नो ठाउँमा सबै राखिदिएपछि डल्लै पनि आफ्नो ठाउँमा राखिदिएँ। साँच्चै भन्नुपर्दा रुम सफा गर्नु अघि अलि अल्छी लागिरहेको थियो, तर सफा गर्दै गएपछि चाहिँ रमाइलो नै लाग्यो। म चाहिँ एक्लै बस्छु, मेरो चाहिँ दिन यस्तै सफा गरेर खाना पकाएर भाँडाकुँडा धोएर नै जान्छ साथीहरू मेरो दिन चाहिँ। मलाई चाहिँ बेड सफा र मिलेको भएपछि नै राम्रो देखिन्छ जस्तो लाग्छ। अनि ब्ल्याङ्केटहरू पटाएर राखेँ, डल पनि आफ्नो ठाउँमा राखिदिएँ। मलाई चाहिँ तन्नाहरू बेडमै पटाएर राखेको मनपर्छ। मैले चाहिँ बेडमै पटाएर राख्छु तन्नाहरू धेरै जसो। अनि भुइँमा छरिएको सामानहरू त्यो कागजहरू टिपेर राखेँ। फेरि मैले सबै कुरा मिलाइसकेपछि आयो झाडु लगाउने पालो। पहिला राम्रोसँग झाडु लगाएँ, कुना काप्चा पनि धुलो छ कि छैन भनेर हेरेँ। झाडु लगाइसकेपछि डस्टबिनमा हालेँ, पोरो जति डस्टबिनमा हालेर झाडु लगाएपछि आयो पोछा लगाउने पालो। पोछा लगाइसकेपछि चाहिँ रुम एकदमै फ्रेस र राम्रो भयो जस्तो लाग्छ मलाई चाहिँ। साँच्चै रुम सफा गर्न अघि यति अल्छी लाग्छ, तर सबै सकेपछि पहिला गरेको भए हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ। थ्याङ्क यू एभ्रिवान।